हेलो गाइस, गुड मर्निङ, नमस्ते। तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। तपाईँहरू हेर्न सक्नुहुन्छ, म चाहिँ नयाँ बस पार्क माछापोखरी चोकमा छु। यहाँ चाहिँ एकदम मिठो खाना चाहिँ खाने ठाउँ चाहिँ म खोजिरहेको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ, यो टिकट काउन्टर पासाङ लामाको टिकट काउन्टर यहाँ भएको। त्यसको मुनिबाट म राइटबाट दाहिनेबाट सरर तल गएपछि यहाँ छिरेर एकदम सस्तोमा मिठो राम्रो खाना खाने ठाउँ छ। यताबाट हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ म तपाईँहरूलाई गएर देखाउने छु है त। अब म एकदम सस्तो माछा खाना अनि चिकन खाना बफ खाना मात्र 150। तपाईँहरूले कतिजनाले खाइसक्नु भएको होला, नखाएकोहरू चाहिँ हेर्नुहोस् है त। हेर्न सक्नुहुन्छ, यताबाट सिधा गएर यहाँबाट सिधा गएर त्यो चोकबाट यसरी सिधा आएपछि गङ्गा हल जानेपट्टि अनि दाहिनेपट्टि यहाँबाट छिरेर यहाँबाट सिधा गएपछि यहाँ देख्न सक्नुहुन्छ अगाडि यहाँ रहेको छ। फाइनली मेरो खाना आइसकेको छ। खाना चाहिँ यस्तो सलाद आउनु बाँकी छ। अब खाना सुरु गर्नु छ है त।